शताब्दीऔं अघि घना जंगलको किनारमा रहेको एउटा गाउँमा तारा नाम गरेकी एउटी केटी बस्थिन्। तारासँग कुनै धन थिएन, तर उनको हृदय शुद्ध सुन थियो। उनको हातमा एउटा रहस्यमय शक्ति थियो। उनले छोएको कुनै पनि सुकेको बोट फूल थियो। उनको विवाह वीरसँग भएको थियो, एक असल चरित्र भएको मानिस। तर गरिबी र परिस्थितिले उनलाई झर्को लाग्दो बनाएको थियो। तिनीहरू सुकेको काठ र च्यातिएका लुगाहरू बीच बस्थे। तारा आफ्नो भान्सामा काम गरिरहेकी छिन्। त्यत्तिकैमा एक वृद्ध छिमेकी लौरोमा अडेस लागेर भित्र आइपुग्छिन्। तारा, मेरी छोरी, म धेरै समस्यामा छु। मसँग बत्ती बाल्न पर्याप्त तेल छैन र मेरी बुहारी बिरामी छिन्। के तिमी मलाई मद्दत गर्छौ? आन्टी, तिमी किन यति धेरै चिन्तित छौ? मेरो घरबाट यो बत्ती लैजानुहोस्। मेरो भान्सा अझै पनि चुल्होको आगोले बल्नेछ। ठीक त्यही बेला ताराकी सासू मन्दाकिनी भित्रबाट चिच्याउँदै आउँछिन्। हे तारा, के तिमीलाई जाग्छ कि तिमी यो राज्यकी रानी हौ? हामीले तेलको एक थोपा बचायौं र तिमीले त्यो सित्तैमा दिँदैछौ? यो धर्मशाला बन्द गर। समय परिवर्तन हुन्छ र राज्यमा भयानक जादुई अनिकाल पर्छ। बादलहरू पानी पर्न बन्द हुन्छन् र नदीहरूको पानी ढुङ्गामा परिणत हुन्छ। वीर र उनका बुबा खाली हात घर फर्कन्छन्। आमा, आज बजारमा मैले एक दाना पनि भेटिन। कोही पनि दाउरा किनिरहेका छैनन्, किनभने कसैसँग चुलो बाल्न पर्याप्त दाना छैन। आज हामी फेरि भोकै सुत्नु पर्नेछ। ठीक त्यसै बेला ताराको साथी रश्मि आइपुग्छिन् र तारालाई एउटा सानो पोको दिन्छिन्। तारा, तिमीले मेरो ज्यान बचायो। यो चामल र दाल हो, यो पकाएर आफ्नो परिवारलाई बचाऊ। ताराले चुलो बाल्दै गर्दा ढोकामा एउटा छाया देखा पर्यो। आँखामा अनौठो चमक लिएर एउटी धेरै वृद्धा त्यहाँ उभिन्। छोरी, म धेरै टाढाबाट आएको हुँ। तिर्खाले मेरो घाँटी सुकेको छ र भोकले मेरो ज्यान लिएको छ। के तिमी यो वृद्धालाई केही दिन्छौ? बुहारी, ढोका बन्द गर। यो दया देखाउने समय होइन। यदि हामीले उसलाई आजको खाना दियौं भने हामी सबै भोलि मर्नेछौँ। होइन आमा, यदि हाम्रो अगाडि कोही भोकले मर्यो भने हामी यो खाना निल्न सक्ने छैनौँ। बाबा भन्नुहुन्थ्यो कि भगवान पाहुना बनेर आउनुहुन्छ। ताराले सबै खाना बुढी आइमाईलाई खुवाएकी थिइन्। भाँडो खाली थियो। यो देखेर वीरको रिस सातौं आकाशमा पुग्यो। अब भयो तारा, तिम्रो दयाले हामीलाई बर्बाद पारेको छ। यदि खाना छैन भने यो चुल्होको पनि कुनै आवश्यकता छैन। वीरले आफ्नो बन्चरो उठाएर शक्तिशाली प्रहारले माटोको चुल्हो भाँचे। अचानक एउटा चम्किलो प्रकाश चम्कियो र वृद्धाको रूप परिवर्तन भयो। त्यहाँ देवी अन्नपूर्णा उभिरहेकी थिइन्। छोरी तारा, तिम्रो परीक्षा सकियो। गरिबीको बावजुद पनि तिमीले दिने गुण त्यागेकी छैनौ। अनि वीर, सम्झ, बाँड्दा कहिल्यै घट्दैन, बरु बढ्छ। देवीले आफ्नो हातले भाँचिएको चुलो छोइन्छ। त्यो अचानक जादुई सुनौलो चुलोमा परिणत भयो। आउनुहोस्, यो अक्षय अङ्गीठी हो। अबदेखि तपाईले कसैसँग भीख माग्नु पर्दैन। तपाईलाई चाहेको जस्तो सुकै परिकार भए पनि भाँडो राख्ने बित्तिकै त्यो तयार हुनेछ। देवी गायब भइन्। ताराले कामदै हातले चुल्होमा एउटा खाली भाँडो राखिन्। मलाई मेरो परिवारको लागि स्वादिष्ट दाल, भात र खीर चाहिन्छ। केही समयमै भाँडो सुगन्धित भाँडाले भरियो। वीर र मन्दाकिनीको आँखामा पश्चातापको आँसु थियो। बुहारी, हामीलाई माफ गर। हामी ढुङ्गा बनेका थियौं, तर तिम्रो मायाले हामीलाई फेरि मानव बनायो। त्यस दिनपछि ताराको घर राज्यको सबैभन्दा खुसी घर बन्यो। त्यो जादुई अग्निको धुवाँले अब खानाको सुगन्ध फैलाएन, तर प्रेम र शान्तिको सन्देश फैलायो। ताराले कहिले कसैलाई खाली हात पठाइनन् र उनको कथा अझै पनि पहाडी हावामा प्रतिध्वनित हुन्छ।